पोखरी एकदम राम्रो रहेछ। डाँडाको टुप्पामा लामो पोखरी रहेछ। सौन्दर्य प्रकृतिले भरिएको ठाउँ रहेछ। तर मौसमको कारण हामी राम्रोसँग हेर्न असफल भयौँ। पर्यटकीय क्षेत्र नेपालको अन्तु डाँडा। बोटिङ पनि हुँदो रहेछ यहाँ अन्तु डाँडामा। पोखरी लामो रहेछ। मौसमको कारणले राम्रो देख्न सकिएन। कटेजहरू डाँडा जति सबै कटेज बनाएर राखिएको रहेछ। बडो आकर्षक कटेजहरू रहेछ। सबै एउटै स्टाइलको रहेछ। अन्तु डाँडाबाट पोखरी भन्ने ठाउँ रहेछ। पोखरीबाट सिन्किँदै पुरानो पोखरी रहेछ र यहाँ सबै यही स्टाइलका कटेजहरू बनाइएको रहेछ। अन्तु डाँडाको पोखरी डाँडाको बिचमा पोखरी रहेछ र साइडमा कटेजहरू बनाइएको रहेछन्। पर्यटकीय स्थल साह्रै राम्रो रहेछ। यो पोखरी भयो। पोखरी पनि लामै रहेछ। सायद बर्खामा ठुलो हुने होला। यहाँ बोटिङ पनि हुँदो रहेछ। यहाँ हेर्दाखेरि पुरी बजारको झल्को आउँदो रहेछ। कालिङचोकको कुरी बजार जस्तो ठाउँ रहेछ। पर्यटकीय स्थल बडो रमाइलो ठाउँ रहेछ। तर मौसमले साथ दिएन। फेरि पनि एकचोटि आउनु पर्ने ठाउँ रहेछ। अन्तु डाँडाको पोखरी अन्तु डाँडाको पोखरी ठाउँबाट दृश्य अवलोकन गर्दैछु। यो अन्तु डाँडाको पोखरी डाँडा भन्ने ठाउँ रहेछ। पोखरी पनि ठुलै रहेछ। लामो डाँडामा फिँजिएका कटेज घरहरू रहेछन्। आज मौसमले साथ दिएन, तुइन लागेको छ। फेरि पनि म सिन कैद गर्दैछु। यो पोखरी लामो रहेछ। यहाँ बोटिङ पनि हुँदो रहेछ र यसमा थपेर पुरा अर्को नयाँ गहिरो पोखरी पनि बनाउँदै रहेछ। त्यहाँसम्म पोखरी रहेछ। नयाँ पोखरी भन्दै मौसमले साथ दिएन। अन्तु डाँडाको टावर सूर्य दर्शन हेर्ने ठाउँ यो रहेछ। यो टावर रहेछ। आज मौसमले साथ नदिएको कारण हामीले सूर्योदय हेर्न सकेनौँ। र यो चिया बगान रहेछ। चिया बगान यसमा आउँदै गर्दा मलाई पुरीको याद आयो। जस्तै खोज जहाँ घरहरू पनि कटेजहरू पनि उस्तै स्टाइलको त्रिभुज स्टाइलको बनाएको रहेछ। कटेजहरू
चिया बगानमा अन्टु डाँडा चिया बगान इलामको चिया बगान हेलो कोशी ब्रिज कोशी बाँधमा गेटमा सुत्मै मिजे आहा